अ, नमस्ते सबैजनालाई। थोरै केही कुरा फेरि बोल्न मन लाग्यो। त्यो कुरा चाहिँ के को विषयमा थियो भन्दाखेरि प्रधानमन्त्री चाहिँ संसदमा गएर चाहिँ एउटा चाहिँ जवाफ नदिएको भन्ने चाहिँ सांसदहरूको कुरा र अधिकांश जनताहरूको पनि कुरा चाहिँ उत्तरदायित्व नभएको भन्ने कुरा थियो। र त्यो कुरामा चाहिँ बजेट भाषणको पछि चाहिँ प्रधानमन्त्री गएर आफै चाहिँ संसदमा समय मागेर चाहिँ प्रश्नोत्तरको कार्यक्रमहरू चाहिँ एरेन्ज गर्ने क्रममा स्पेसल्ली सीमा अतिक्रमण भारत र नेपाल बिचको कुरालाई लिएर चाहिँ बोलिएको थियो, जसमा एउटा कुरा जुन चाहिँ म प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ कि भारतले मात्र चाहिँ नेपालको सीमा होइन कि नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा गरियो। र यसलाई चाहिँ धेरै नै कन्ट्रोभर्सी गरियो त्यही दिनदेखि नै र एक दिनपछि र त्यसपछि परराष्ट्र मन्त्रालयले चाहिँ भन्न खोजेको कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ स्पष्टीकरण चाहिँ प्रेस विज्ञप्ति मार्फत दिएको थियो। यद्यपि मैले चाहिँ यहाँ चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि त्यो दिए तापनि बाहिर कन्ट्रोभर्सी चाहिँ त्यो भन्न नहुने थियो भन्ने कुरा आयो। म आज त्यो भनेको 2-3 दिनपछि बोल्दैछु। यो 2-3 दिनपछि बोल्नु भनेको चाहिँ के हो भन्दाखेरि मसँग जुन अभिव्यक्ति बालेन शाह यानि कि प्रधानमन्त्री एज ए नेपालकोबाट आयो, त्यो अभिव्यक्ति अथवा त्यो कुरा नै मेरो लागि केही हदसम्म भन्न नहुने कुरा थियो, अथवा चाहिँ त्यसलाई चाहिँ मिलाएर नै भन्नुपर्ने थियो। यसको अर्थ यो हो भनेर चाहिँ प्रेस विज्ञप्ति निकालेर भोलि प्रधानमन्त्रीका प्रवक्ताहरूले चाहिँ उहाँले यसो भन्न खोज्नु भएको हो भन्नुभन्दा पनि एउटा प्रश्नोत्तर सेसनमा एउटा चाहिँ संविधान हलको बिचमा सांसदको बिचमा अनि त्यसपछि हलको बिचमा गएर चाहिँ रोस्टममा गएर बोल्दाखेरि चाहिँ त्यस्तो कुरा चाहिँ नबोलिदिएको भए हुन्थ्यो भन्ने मेरो पर्सेप्सन हो। मेरो पर्सेप्सन भइरहँदाखेरि पनि कतिजना मान्छेहरूले चाहिँ त्यो कुरालाई चाहिँ डिफ्रेन्ट तरिकाले पनि हेरेको देखेँ मैले। अनि रिसेन्टली अर्को कुरा के हो भन्दाखेरि कोही जनताहरूले चाहिँ अब बालेनले चाहिँ एज अ प्रधानमन्त्री ठिक भन्यो, कहीँ कुराहरू चाहिँ मिसम्याच भइरहेका छन् भन्ने कुरा गरे। तर पर्सनल्ली एज अ बोल्दाखेरि चाहिँ अथवा चाहिँ डिप्लोमेटिक रिलेसनहरू चाहिँ कायम गरिरहँदाखेरि, किनकि म यहाँ थोरै एउटा कुरा भनिदिइहाल्छु। अमरेश सिंह उहाँकै पार्टीको सांसदले चाहिँ भन्नुभएको कुरा, नेपाल rather than landlocked country अलिकति इन्डिया लक्ड कन्ट्री पनि हो होइन, वी हेभ टु बी टुगेदर विथ देम रादर देन यस्तो चाहिँ अलिकति हेर्दाखेरि अलिकति इरेस्पोन्सिबल जवाफ नै जस्तो लाग्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ त्यो कुरा चाहिँ व्यक्त गरेको हुनाले चाहिँ हामीले केही सम्बन्धमा गडबड पनि गर्न पुग्छौँ कि भन्ने मलाई लागिरहेको थियो। र त्यति लागिराख्दा पनि र मैले फेरि अमरेश सिंहलाई नै मैले एकचोटि जोड्न चाहेँ। उहाँले पनि कुनै एउटा इन्टरभ्यूमा भन्नुभएको छ नेपालको भारतसँगको सम्बन्ध पहिलाको भन्दा बिग्रेको हो भन्दाखेरि केही हदसम्म हो भन्नुभएको छ, अलिकति बढी नै बिग्रेको छ भन्ने कुरा पर्छ। र यद्यपि यो भनिरहँदाखेरि चाहिँ त्यसले चाहिँ एज अ प्रधानमन्त्री अलिकति कुन ठाउँमा कस्तो कुराहरू बोल्ने भन्ने कुरा चाहिँ एकदम जानकारी लिएर नै बोल्नुपर्छ। र म आफूले पनि मेरो पर्सनल फेसबुक पेजबाट चाहिँ स्ट्याटस सेयर गर्दाखेरि मैले के भनेको छु भन्दाखेरि बोल्नुपर्छ होइन। र बोल्दाखेरि हामीले हाम्रो प्रधानमन्त्रीलाई चिन्न पाउँछौँ, उसले कसरी सोच्न सक्छ अथवा उसले के गरिरहेछ भन्ने कुरा हामीले बुझ्न पाउँछौँ। हामीले बुझ्न पाउनुपर्छ त्यो कुरा, किनकि कुनै पनि कुरा एज अ रिसर्च अथवा रिसर्च टपिकमै भन्नु न, रिसर्चमा कुनै पनि कुराहरू गरिरहँदाखेरि राम्रै तरिकाले गऱ्यौँ, त्यही प्रोसिड्युर फलो गर्दा पनि कहिले कहिले हाम्रो नेचुरल साइन्सको रिजल्टमा चाहिँ डिफ्रेन्ट कुराहरू आउँछ, सोचे जस्तो हुँदैन। त्यही भएर प्रधानमन्त्री रादर देन हि इज एक्सनेबल होइन, बालेन बढी एक्सनमा भर पर्छन् भन्नुभन्दा पनि एज अ
एक्सनमा मात्र होइन, मैले भन्न खोजेको के हो भन्दाखेरि कहिले कहिले कुराहरू गरिरहँदाखेरि पनि सही तरिकाले गर्दाखेरि पनि त्यसको परिणाम चाहिँ बिग्रिएको हुन्छ होइन। त्यो किन बिग्रियो भन्ने कुरा जनताले पनि थाहा पाउनुपर्छ होइन। जस्तै 100 दिनमा हामीले टार्गेट राखेको छौँ, त्यो 100 दिनको टार्गेटको बारेमा म फेरि कुनै दिन एकचोटि मजासँग हेर्छु, त्यो बारे बोल्छु नै होइन। अहिले चाहिँ सिम्पली त्यो एउटा विवाद कुरालाई लिएर डिफ्रेन्ट पर्सपेक्टमा के भइरहेछ भन्ने कुरालाई चाहिँ म थोरै हाइलाइट गर्नु मात्र खोजेको हो। यसले गर्दाखेरि चाहिँ हाम्रो प्रधानमन्त्रीले के गरिरहनु भएको छ भन्ने कुरामा चाहिँ हामी पनि जानकारी हुनुपर्छ। यदि राम्रो गर्दा गर्दा नराम्रो भयो भने पनि त्यो अर्कोले पनि सिक्ने अवसर पाउँछ र जनताले पनि यस्तो गर्दा यस्तो भए रहेछ भन्ने कुरा बुझ्न आउँछ। रादर देन म 100 दिनपछि बोल्छु अथवा मेरो चाहिँ वर्डभन्दा एक्सन बढी बोल्छ भन्ने कुरामा चाहिँ अलिकति त्यहाँ म जान चाहदिनँ। त्यो कुरालाई चाहिँ म त्यति मान्दिनँ, किनकि हामीले सुन्न पाउनुपर्छ, हामीले बुझ्न पाउनुपर्छ। र जब प्रश्न उत्तरको सेसन आयो मैले डिफ्रेन्ट कुराहरूमा एनालाइसिस गरेँ। फर इक्जाम्पल त बोल्न नहुने कुरा थियो मेरो लागि पनि होइन, अनेस्टली डिफ्रेन्ट। अब अरूले चाहिँ ठिक भने हो भन्लान् होइन, ठिक भने होला होइन, तर एज अ पिएम एउटा रोस्टरमा बोल्दाखेरि एज अ इन्डिया लक्ड कन्ट्री, तपाईँको सांसदले भने जस्तो नै, र ल्यान्डलक्ड विथ इन्डिया लक्ड कन्ट्री होइन, त्यो हिसाबले भन्दाखेरि चाहिँ हामी दुवै देशसँग चाहिँ एउटा चाहिँ म्युचुअल अन्डरस्ट्यान्डिङमा जान सक्नुपर्छ यो डेभलपमेन्ट फेजमा चाहिँ हेर्दाखेरि चाहिँ। र यो थोरै मलाई अर्को चित्त नबुझेको कुराहरू चाहिँ हामीले पैसा बनाउनु छ अरे होइन। त्यो पैसा बनाउने ऋण लिएर हो जस्तो मलाई लाग्दैन। नेपालले पहिला पनि ऋण लिएको हो, नेपालीको टाउकोमा टन्नै ऋण छ होइन। मेरो विचारमा त्यो होइन, यसको बारेमा नि म पछि भन्छु। अहिले यति मात्र भन्न खोजिरहेको छु कि जुन भन्ने ठाउँमा छ त्यो मेरो लागि चाहिँ उपयुक्त थिएन। र यसमा चाहिँ नेपालका बुद्धिजीवीहरू अथवा चाहिँ विश्लेषकहरूले पनि भनेका छन् कि मलाई यो चाहिँ बालेनको रणनीति हो भनेर। रणनीति हो भने त्यसलाई भनिँदैन जस्तो लाग्छ मलाई। त्यो गरिन्छ होला त्यहाँ होइन, कुरा राम्रो गरिन्छ होइन, सत्य कुरा गरेरै गरिन्छ। र योमा सत्य कुरा गरेरै गरिन्छ पनि किन भनिदिन्छु भन्दाखेरि अमरेश सिंहको मैले इन्टरभ्यूमा हेरेको छु, सत्यले के राजनीति नै नगर्न नसक्ने हो त भन्ने कुरा छ होइन। सत्यले पनि राजनीति गर्न सकिन्छ, सत्य बोलेर एउटा म्युचुअल अन्डरस्ट्यान्डिङमा लगेर गर्ने कुराहरू हुन्। र अर्को कुरा, यति बोलिरहँदाखेरि मलाई एउटा चाहिँ अलिकति इन्ट्रेस्टिङ कुरा लाग्यो। बालेन चाहिँ इज डिप्लोमेटिक भन्ने कुरा छ एउटा होइन। तर डिप्लोमेटिक भन्दै गर्दाखेरि मैले रिसेन्टली फेरि मैले एउटा इन्टरभ्यू सेयर गरिदिएको छु। त्यो इन्टरभ्यूमा एम्बेसडर अफ इन्डियासँग गरेको एउटा इन्टरभ्यूमा हि हेज टोटली नेपालको पिएमलाई चाहिँ मूर्ख जस्तरी नै होइन, अथवा चाहिँ यसले के बोल्यो यसलाई नै थाहा छैन भन्ने जस्तो तरिकाले चाहिँ एन्सर पाएको छु। अलिकति रेस्पेक्टफुल तरिका वर्ड हि हेज युज पनि त्यति राम्रो छैन। जबकि अब रवि लामिछाने त्यहाँ गएर चाहिँ इन्डियामा के हुन्छ भन्ने प्रोस्पेक्टमा चाहिँ अथवा चाहिँ पिएम मोदीसँग भेटघाट हुन्छ र इन्डियामा चाहिँ के हुँदैछ त यो कुरालाई लिएर मोदीले नि केही भन्लान् नि भन्ने प्रश्नमा चाहिँ अवश्य चाहिँ हाम्रो इन्डियन एम्बेसडरको जवाब के छ भन्दाखेरि हुन्छ नै, हामी डाइरेक्ट संलग्न नभए पनि के छ त भन्दाखेरि यो कुरालाई हामीले गन्छौँ, यो कुरालाई हामीले लिन्छौँ, यो राम्रो कुरा होइन हाम्रो लागि होइन। र रविले चाहिँ अथवा चाहिँ पिएम मोदीले चाहिँ हाम्रो प्रधानमन्त्रीले गल्ती बोल्नुभयो, यो कुरालाई सच्याउँला भन्ने कुरा चाहिँ रहन्छ। अथवा चाहिँ के पनि हुनसक्छ भन्ने भनेको छ भन्दाखेरि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ जो चाहिँ सभापति हुनुहुन्छ उहाँ नै भोलि प्रधानमन्त्री हुने भन्ने कुरा पनि अलिकति प्रेडिक्ट गरेको देख्छु मैले। त्यो प्रेडिक्टमा चाहिँ फेरि के भनिएको छ भन्दाखेरि बालेन सरकारले चाहिँ यो वर्षको अन्तिमसम्ममा बालेन सरकार चाहिँ रहँदैन होइन, बालेन एज अ प्रधानमन्त्री नरहन सक्छन् भन्ने पनि प्रेडिक्ट गरेको देख्छु मैले। र यही कुरालाई लिएर नेपालीहरूको विश्लेषण चाहिँ कस्तो छ कोही कोहीको भन्दाखेरि बालेनले चाहिँ इज अ डिप्लोमेटिक र बालेनले चाहिँ तुरुप हाने भन्ने कुरा छ। म यो कुरालाई चाहिँ फेरि पटक्कै मान्दिनँ। किन पनि मान्दिनँ भन्दाखेरि एज अ स्मल कन्ट्री हामी सँगै जानुपर्छ
र यो तुरुप हान्ने भनेको कसैले फर इक्जाम्पल इन्डियाले चाहिँ पानको पत्ता नै खेलिरहेछ र नेपालसँग पनि पानको पत्ता छ भने वी हेभ टु प्ले विथ पानको पत्ता नै। त्यहाँ चाहिँ मेरो सानो एउटा चाहिँ तुरुप छ भनेर सानो तुरुप लगाउन पाइँदैन। भोलि अल्टिमेटली चाहिँ तुरुपकै खेल भयो भने भोलि आफूसँग तुरुप नभएर चाहिँ पानको पत्ता देखाउनु पऱ्यो भने त्यो हामी चिटर भइन्छ है। त्यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्छ जस्तो छ। म त्यस्तो साह्रो खेलाडी होइन, बट आई नो लिभ इट। म खेलेको हेरेको थिएँ, म बुझ्थेँ। सो त्यो चिटर मानिन्छ है, त्यसलाई राम्रो मानिँदैन। सो वास्तवमा मेरो लागि पर्सनली यो चाहिँ राम्रो कुरा होइन। र यहाँ यति भनिरहँदाखेरि के भन्छु भन्दाखेरि आई सपोर्ट बालेन। मेरो पहिलो युट्युब भिडियोमा छ चेन्ज हुनुपर्छ, चेन्ज ल्याउनुपर्छ। तर चेन्ज हुनुपर्छ र चेन्ज ल्याउनुपर्छ भन्दैमा हामीले आफ्नो मित्रता भारतसँग सुमधुर नै राख्नुपर्छ। हामीले एउटा कुरा फेरि त्यही एम्बेसडरको इन्डियन एम्बेसडरको प्रश्नोत्तरमा भनेको छ, यदि डिप्लोमेटिक रिलेसन तरिकाले अथवा चाहिँ यदि टेबल टकबाट चाहिँ कुरा मिलाउने हो भने रोस्टरमा यस्तो नचाहिने कुरा किन बोलेको? भोलि हामी इन्डियाको जग्गा नेपालले मिचाल्छ त्यही पनि भन्न सक्छौँ नि त। अनि के दिने? कन्ट्रोभर्सी किन सुरु गर्ने? जे हो क्लियर तरिकाले गर्ने। डिप्लोमेटिक रिलेसन बनाउने हो, टेबल टक गर्ने हो भने यो भन्न जरुरी नै थिएन। यो के बोल्यो उसले त उसको कुरा हो। र यसलाई कसरी पनि भनेको छन् भन्दाखेरि राइज अफ पावरको तरिकाले। पहिलाको सरकारहरूदेखि लिएर चाहिँ असन्तुष्ट भएपछि यो सरकार आएको हो भन्ने कुरालाई हेरेका छन्। र उनले चाहिँ यसलाई चाहिँ डिफ्रेन्ट अरू नेसनसँग पनि, बङ्गलादेशसँग पनि, श्रीलङ्कासँग पनि कम्पेयर गरेका छन्। र यो पावर भोलि जथाभावी युज गर्न थालियो अथवा जथाभावी बोलियो भने यसको औचित्य राम्रो हुँदैन र यसको रिलेसन पनि राम्रो हुँदैन। सो उसले यो भनेको छ प्रोबेबली यसको वर्षको अन्तिमसम्ममा सरकारै डल्न सक्छ अथवा रवि लामिछाने नै प्रधानमन्त्री हुन सक्छन् भन्ने कुरा छ। यो कसले बोल्न सिकायो भन्ने कुरामा नै उनको जवाब छ अमेरिकाले सिकायो होला। तर अमेरिकाले पनि यहाँनिर के छ भन्दाखेरि जस्ट भुङ्रोमा मात्र हाल्न खोजेको छ भन्ने कुरा गरेका छ। त्यो मान्छु। किन भन्दाखेरि बालेन शाह एकचोटि रिसाएर फक इन्डिया अथवा फक युएसए भनेका छन्, विच इज भेरी ब्याड। मलाई राम्रो लागेको थिएन त्यो कुरा अनेस्टली भन्यो भने। एज अ काठमाडौँ मेट्रोपोलिटन सिटीको मेयर भएर त्यस्तो अपशब्द बोल्न जरुरी छैन एउटा ठाउँमा बसेर। त्यो भनेको के हो भन्दाखेरि भोलि इन्टरनेसनल रिलेसनसिप बिगार्ने काम हो, नेपाली जनताले दुःख पाउने काम हो। डेभलपमेन्ट चाहिएको छ, त्यो डेभलपमेन्ट अबको जमानामा हेर्ने हो भने आफ्नो देशभित्र खोज्ने हो, आफ्नो देशभित्र खोज्ने हो। म यो आफ्नो देशभित्र खोज्ने हो भन्दामा म एउटा इक्जाम्पल दिन्छु। हर्क साम्पाङको फिलोसफीलाई म थोरै मान्छु होइन, आफ्नो देशबाट खोज्ने हो। र अहिले चाहिँ त्यो बढी कुराहरू गर्ने त्यो कुरालाई चाहिँ मैले के नि भन्दिनँ, तर आफ्नो देशबाट खोज्ने हो, आफ्नो देशबाट खोज्ने हो, ऋण लिने होइन। मेहनत गर्ने हो, आफ्नो देशबाट खोज्ने हो। फर इक्जाम्पल हिरोसिमा र नागासाकी कसरी आज डेभलप भएर कसरी आज जापान हुन पुगेको छ त्यो कुरालाई आत्मसात गरेर त्यसमा चाहिँ नेपालीहरूलाई सँगै कसरी जोड्न सकिन्छ भन्ने कुरालाई सोच्ने हो। म सोडिम वाग्लेको बजेट भाषणसँग चाहिँ मेबी सोडिम वाग्ले वान्ट्स टु मेक अ हिस्ट्री फर हिमसेल्फ, बट आई डोन्ट नो त्यो कुरा। तर हामीले बोल्दाखेरि हामीले गर्दाखेरि होइन, हामीले चाहिँ बुझिरहँदाखेरि चाहिँ के छ त भन्दाखेरि एकदमै धेरै तरिकाले सोच्नुपर्छ। म फेरि एउटा कोट गरिदिन्छु, सांसदले भनेको कुरा, तपाईँहरूकै अमरेश सिंहले भनेको कुरा, नगरपालिका चलाएको जसरी चाहिँ राष्ट्र चलाउन खोजेको छ भन्ने कुरा छ। प्लिज यो कुरालाई चाहिँ राम्रो तरिकाले बुझ्नुहोस्। आई एप्रिसिएट यु, यहाँसम्म आइएको छ, नयाँ कुराहरू गर्न खोजिरहेको छ। यो नयाँ कुराहरूमा चाहिँ राम्रो तरिकाले जाउँ। केही कुरा मिस्टेक भयो भने त्यसमा मिस्टेक छ भनौँ। म बालेनलाई नै भोलिको दिनमा पनि देख्न चाहन्छु। र यो कुराहरूमा चाहिँ मिस्टेक भएछन् भने आफूले कहाँनिर सुधार्नुपर्छ हामीले सुधार्नुपर्छ। हामीले इन्डियासँग राम्रो सुमधुर सम्बन्ध कायम गर्नुपर्छ। यो सुमधुर सम्बन्ध हामीसँग पहिल्यैदेखि रहेको हो र यसलाई रहन पनि दिनुपर्छ र रहिरहनुपर्छ। र हामी चाइनासँग पनि उत्तिकै नजिक पनि हुनुपर्छ। त्यही भएर अबदेखि अथवा भोलिका दिनहरूमा हरेक कुराहरूलाई चाहिँ त्यही भएर बोल्न जरुरी छ क्या। कोही मान्छेहरू आफूलाई चाहिँ बोल्न आउँदैन अथवा चाहिँ मैले बोल्दा बोल्दै के बोल्छु भन्ने हिसाबले पनि पछाडि परेका छन् भन्ने मेरो चाहिँ एउटा चाहिँ साइकोलोजिकल इफेक्ट
अथवा चाहिँ साइकोलोजिकल थट्स थियो बालेनको नभुल्नुप्रतिमा, मलाई अरू केही थिएन। आयो आएन होइन, सधैँ गएर भाषण दिनुपर्छ त्यो गर्नुपर्छ भन्ने छैन। मेबी हि डोन्ट नो हाउ टु स्पिक अर के भन्ने अथवा कसरी गर्ने भन्ने कुरा थाहा छैन भन्ने कुरा थियो, मेरो विचारमा थियो। सो त्यही भएर मैले भनेको थिएँ बोल्नुपर्छ, बोल्यो भने नै हामीलाई थाहा हुन्छ कि हाम्रो पिएम कस्तो हुनुहुन्छ, कतिसम्म सोच्न सक्नुहुन्छ भन्ने कुरा थाहा हुन्छ। सो यो हिसाबले चाहिँ एज अफ यो चाहिँ बोल्न नहुने कुरा थियो। यसलाई करेक्ट कसरी गर्नुपर्छ, करेक्ट गर्नु नै जरुरी छ। र भोलिको दिनमा चाहिँ एज अ क्वेसन एन्सर सेसनमा होस् अथवा चाहिँ सबैसँग मिलेर जानुपर्छ। र यो 2/3 बहुमत भनेको जनताको बहुमत हो, कदर गरेरै आएको हो, यसमा केही सोच्नुपर्छ भन्ने मलाई जरुरी छैन। तर यसमा धेरै संयमता अपनाएर यसलाई चाहिँ राम्रो तरिकाले बुझेर चाहिँ अगाडि लानुपर्छ जस्तो लाग्छ। अथवा नभए चाहिँ यसले चाहिँ हामी नेपालीलाई नै घात गर्नेवाला छ। हामी नेपाली नै के हुन्छौँ त भन्दाखेरि अल्टिमेटली हामीलाई चाहिँ त्यो असर नेपाली नै पर्नेवाला छ। त्यही भएर सबै कुराहरूलाई चाहिँ प्रश्नहरूलाई सम्हालेर आफ्नो तरिकाले चाहिँ अगाडि लान चाहिँ म सबैजनासँग विनम्र अनुरोध गर्छु। जो पावरमा हुनुहुन्छ, जसले चाहिँ प्रधानमन्त्रीलाई सल्लाह दिइरहनु भएको छ, प्लिज पोजिटिभ कुराहरू गर्नुहोस्, पोजिटिभ वेमा लैजानुहोस्। यो हाम्रो लागि सुवर्ण अवसर हो। यो हामीलाई चाहिँ गोल्डन फेज अफ एउटा भन्छ नि गोल्डन फेज हो, जहाँ चाहिँ हामीले प्रगति गर्न सक्यौँ भने गर्न सक्यौँ। यति हुँदा पनि हामीले प्रगति गर्न सकेनौँ भने हामीलाई चाहिँ एकदमै गाह्रो छ। र यो कुरा प्रगति आफ्नै देशमा खोजौँ, आफ्नै देशमा खोजौँ, आफ्नै देशमा छ। त्यो चाहिँ कसरी खोज्ने भन्ने कुरा नै तपाईँहरूको लागि चुनौती हो। कसरी नेपाली जनतालाई एकैचोटि सम्हाल्न सकिन्छ भन्ने कुरा हो। फेरि अर्को कुरा के हो भन्दाखेरि यो जमानामा अरू देशहरू धेरै प्रगतिमा गइसके र हाम्रो नेपाल धेरै पछाडि भएको हुनाले हाम्रो जनताको एक्सपेक्टेसन धेरै हाई छ। त्यो एक्सपेक्टेसनलाई एउटा चाहिँ ब्यालेन्स बनाएर कसरी लान सकिन्छ त्यो कुरा सोच्न जरुरी छ जस्तो मलाई लाग्छ। रादर देन मलाई चाहिँ कहिले कहिले के लाग्छ भन्दाखेरि साउथ इन्डियन मुभी जस्तो पनि लाग्छ कहिले कहिले। प्लिज डोन्ट डु अर डोन्ट एक्ट अन द्याट वे। हामीले त्यो कुरासँग चाहिँ जरुरी छैन। हामी नेपाली भएर नेपाललाई कुन विकास सुहाउँछ भन्ने कुराले हामीले छुट्टै एउटा विकासको कल्पना अथवा विकासको एउटा चाहिँ छुट्टै रेखा कोर्न पनि सक्छौँ। रादर देन बिङ अ टल बिल्डिङ्स होइन, अनि त्यसपछि रेलवे, त्यो पनि हाम्रो लागि डेभलप नहुन पनि सक्छ होइन। हामीले कुन डेभलपमेन्ट फेज हाम्रो देशलाई सुइटेबल छ, हामी कुन डेभलपमेन्ट फेजबाट जाने त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। ह्याभिङ अ एटिएम अर ह्याभिङ अ द रेलवे सिस्टम मेरो लागि त्यो चाहिँ अलिकति डेभलपमेन्ट होइन। किनकि कुनै देशमा एउटा सिस्टम बनेको छ, एटिएमको सिस्टम, कुनै देशमा एउटा चाहिँ रेलवे सिस्टम बनेको छ, त्यही सिस्टमलाई लिएर आएर कपी पेस्ट गर्नु पनि एउटा चाहिँ डेभलपमेन्ट हो। तर मेरो कुरा के छ भने नेपालमा गर्न सक्ने डेभलपमेन्टलाई नै ध्यान दिएर जाउँ होइन, त्यसरी डेभलप गरौँ। धेरै कुरा गर्न सकिन्छ नेपालमा पनि। फर इक्जाम्पल मलाई अलिकति कन्सेप्ट राम्रो लागेको भनेको मतलब लट्री सिस्टम पनि मलाई त्यो राम्रो लाग्यो। त्यसमा राम्रोसँग रेगुलेट गर्ने, त्यसलाई राम्रोसँग चाहिँ फेयर तरिकाले अथवा चाहिँ त्यसबाट चाहिँ राम्रो तरिकाले राजस्व सङ्कलन गर्न सक्यो भने द्याट माइट बी अ गुड वे अफ अर्निङ अ मनी। र डिफ्रेन्ट वे अफ अर्निङ अ मनी पनि छ। एज अ प्रधानमन्त्रीले भने जस्तै पैसा कमाउनु छ भने पैसा कमाउनु छैन, वी हेभ टु थिङ्क हाउ वी क्यान मेक अ सोसल मोर सस्टेनेबलतिर। पैसा कमाएर केही पनि हुँदैन देशको लागि नेपालको लागि चाहिएको विकास के हो त्यसमा जानुपर्छ जस्तो लाग्छ। र त्यो विकास भनेको ठुल्ठुला गगनचुम्बी ठाउँ होइनन्, ठुल्ठुला रेलवे सिस्टम, ठुल्ठुला त्यो कुरा होइन। त्यही भएर आफूलाई के चाहिएको छ, आफू कहाँनिर छु, सिङ्गो म देश कहाँनिर छु, देशलाई लिएर हेरौँ म देश कहाँनिर छ, देश कहाँनिर छ। अनि त्यसपछि हामीले एउटा चाहिँ के सोचिरहेको छौँ भन्दाखेरि मधेसबाट चाहिँ रिप्रेजेन्टेटिभ आइरहेको भन्ने सोचेका छौँ फर द फर्स्ट टाइम प्राइम मिनिस्टर। त्यसलाई पनि एउटा चाहिँ हेक्का राखेर चाहिँ त्यसमा पनि काम गर्नुपर्छ। सुन्दैछु मधेसमा अझै पनि जुन काठमाडौँमा चाहिँ इम्प्लिमेन्टेसन भएको छ त्यो कुराहरू इम्प्लिमेन्टेसन भएको छैन। प्लिज फोकस अन द्याट वे, पास द म्यासेज द्याट वान, सो द्याट मधेसमा चाहिँ धेरै राम्रो होस्। र मधेसकै
बाट चाहिँ जितेको सांसदहरू भेरी यङ सांसदहरूले भनेको छ ड्रग्सको कुराहरूलाई चाहिँ त्यहाँ कसरी चाहिँ युथहरू चाहिँ फसिरहेको छ त्यो कुरालाई मिनिमाइज गर्न खोजौँ, त्यो कुरालाई चाहिँ जिरोतिर लान सक्न खोजौँ। पास द म्यासेज अन द स्पोट हामीले चाहिँ त्यो कुरातिर लाग्नुपर्छ। देशमा जे छ त्यहीलाई चाहिँ सिँगार्नतिर लागौँ रादर देन गोइङ हियर एन्ड देयर होइन। एक्सपेक्टेसन ठुलो राखेर काम नगरौँ, सानो राखौँ, भएका कुराहरूलाई सिँगारौँ बटुलौँ। यो देशमा बिइङ अ स्मल नेसन ठुल्ठुला नेसनहरूसँग चाहिँ हामीले समदूर सम्बन्ध राख्नुपर्छ। इन्डिया, चाइना सबैसँग, युएसए, एभ्री वान चाहिँ हामी चाहिँ एउटा चाहिँ राम्रो तरिकाले जानुपर्छ। जुन विज्ञप्ति अथवा जुन क्वेसन एन्सरमा यो भनियो यो चाहिँ आपत्तिजनक कुरा हो र इन्डियाले पनि यसलाई नराम्रो तरिकाले हेरेको मैले महसुस गर्छु। नेपालमा पनि मोस्ट अफ द पिपुलले हेरेको महसुस गर्छु र यसलाई चाहिँ म डिप्लोमेटिक वे तरिकाले सोच्यो भनेर चाहिँ भन्दिनँ। यो चाहिँ भन्दै एउटा वे अफ इन्फर्मेसनलाई राम्रो तरिकाबाट पास नगरेको जस्तो लाग्छ अथवा चाहिँ बोल्ने एक्सर्साइज नपुगेको जस्तो लाग्छ। त्यही भएर बोलौँ, के कुरा बोल्नुपर्छ भन्ने कुरा पनि बहुत जरुरी छ एज अ प्रधानमन्त्री। र तपाईँले बोल्दाखेरि हामीले सुन्छौँ र हामीले पर्सिभ गर्छौँ र हामीले तपाईँलाई बुझ्न पाउँछौँ हाउ फार साइटेड यु आर। यति कुराहरूलाई ध्यान दिएर मेन कुरा भनेको देशमा भएकै कुराहरूलाई सिँगारौँ। देशमा चाहिँ युथहरूले के भनेको छन् त्यो कुराहरूलाई मात्र फोकस गरौँ। देशमा चाहिँ डेभलपमेन्टका कुराहरूलाई देशबाटै खोजौँ भन्ने चाहिँ म चाहिँ यो भिडियोबाट चाहिँ मेसेज पुऱ्याउन चाहन्छु। थ्याङ्क यू।